आजको भिडियो झापाको मेचीनगर 1 नवज्योति टोलमा रहेको मनसा देवी 49 धाराको रहेको छ। यस स्थानमा कसरी जान सकिन्छ र यसको किम्वदन्ती र धार्मिक विशेषता के हो त जान्नको लागि भिडियो अन्तिमसम्म हेरिदिनु होला। काँकरभिट्टाबाट बाहुनडाँगी रोड हुँदै बाहुनडाँगी बजार कटेपछि मेचीडाँगी चोक पुग्नु अघि नै लगभग 100-200 मिटर अगाडि नै बाटोको पूर्वपट्टि 49 धारा लेखेको देख्न सकिन्छ। त्यहाँबाट पूर्व सानै भए पनि पिच रोड हुँदै बाइकमा प्रकृतिको मजा लिँदै लगभग 5 देखि 10 मिनटमा 49 धारा छिर्ने बाटो आइपुगिन्छ। बाटोको साइडमा मन्दिरतर्फ जाने बाटो भनेर प्रष्ट रूपमा लेखिएको हुनाले त्यहाँ पुग्न हामीलाई खासै अलमल हुँदैन। खोइ त सचिन सरले पनि टिचिङ गर्दा गर्दै कार चढ्न थालिसक्यो। हाम्रो कहिले हो कहिले यसो आएको बेलामा भिडियो बनाइदिराखौँ भनेर नि। ऊ पर पोखरीमा चाहिँ आएको थिएँ, यहाँ चाहिँ आएको थिइनँ म। सजिलो बनाएको छ नि हिँड्नु यो डाँडा छ क्या त्यहाँ डिलमा यो त्यस्तो डिलबाट सबै निक्लेको देखिन्छ क्या। पानी खान आउँदो बियरको बोतल राखिरहेको छ आज यस मनसा देवी 49 धाराको बारेमा जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ सर विमल रण पहेली। उहाँ स्थानीय बासिन्दा हुनुको साथै एक समाजसेवी र सौरभ नमुना इङ्ग्लिस स्कुलको सक्षम र सफल शिक्षक पनि हुनुहुन्छ। यस ठाउँको बारेमा उहाँकै माध्यमबाट सुनौँ। नमस्कार, म विमल रण पहेली र हाम्रो यहाँ किरण सर आज आउनु भएको रहेछ। यो हाम्रो स्थानीय पर्यटकीय स्थल मनसा देवी 49 धारामा आउनु भएको छ र तपाईँलाई स्वागत छ। र यो धारा चाहिँ विगतमा कुरा गर्दाखेरि चाहिँ विगत 8-10 वर्ष अगाडि चाहिँ यहाँनिर एउटा माछा उत्पत्ति भएको थियो र त्यो माछा चाहिँ एकदम अनौठो सुनौलो रङको माछा, एकदम कम्ब्याट पोषकमा भएको माछा, डिफ्रेन्ट कलरको माछा आउँदाखेरि चाहिँ त्यहाँको स्थानीय दाजुले पक्रेर लानुभएको रहेछ घरमा र उहाँलाई धेरै बिरामी पनि हुनुभएको छ। पछि त्यो माछा यहीँनिर लिएर छोड्दाखेरि चाहिँ उहाँको रोग निको भएको भन्ने यहाँ किम्वदन्ती रहेको छ। र त्यसपछि हामीले यहाँनिर सबै स्थानीय मिलेर यसलाई चाहिँ एउटा धार्मिक स्थलको रूपमा यहाँ स्थापना गरिएको छ र अहिले देख्न सक्नुहुन्छ धाराहरू 49 धारा हामीले नामकरण यहाँ गर्नुभएको छ। यहाँ चाहिँ बुद्ध धर्मदेखि लिएर हिन्दू धर्म यहाँनिर 49 सङ्ख्यासँग चाहिँ कुनै पनि केही सम्बन्ध भएको कारणले चाहिँ 49 धारा नै राख्नु परेको। यो हाम्रो यहाँको अध्यक्ष महेन्द्र मल्ल सर हुनुहुन्छ, उहाँले नै उहाँकै भिडियो हेरेर मैले चाहिँ जानकारी पाएको। अनि अहिले चाहिँ यहाँ म 5-6वटा नयाँ धारा थपेको पनि देखेँ मैले। म पनि भर्खरै आउँदैछु यहाँनिर। त्यहाँ माछा आकृतिमा यहाँ मान्छेदेखि भएको कारणले नै यो माछाको आकृतिमा यहाँनिर धाराहरू राख्नु भएको रहेछ। र अहिले यो
हरेक वर्ष नाग पञ्चमीको अवसरमा चाहिँ यहाँनिर एउटा मेला पनि लाग्ने गरेको छ र यहाँ धेरै स्थानीय कलाकारहरूदेखि लिएर विभिन्न ठाउँबाट पनि यहाँनिर आउनुहुन्छ र उहाँहरूले पनि आफ्नो झाँकीहरू के कार्यक्रमहरू देखाउनुहुन्छ र विद्यार्थीहरूको पनि यहाँ प्रस्तुति रहन्छ र मैले पनि कुनै बेला यहाँ विद्यार्थी लिएर आएको थिएँ यहाँनिर। जानकारीका लागि विमल सरलाई धेरै धेरै धन्यवाद। यस ठाउँको थप विशेषताहरू भनेको यहाँको प्राकृतिक सौन्दर्यता हो, सफा पानी, हरियाली, सौन्दर्यता, साथै यहाँ तल्लोपट्टि माछा पोखरी पनि रहेछ। त्यति मात्रै नभएर यहाँनिर बेलुका पख मेची खोलाको किनारमा हात्तीहरूको अवलोकन पनि गर्न सकिन्छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? मन परे लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला र केही त्रुटि भए सल्लाह सुझावको लागि तल कमेन्ट बक्समा कमेन्ट लेख्न नबिर्सिनु होला। हस्त आजको लागि यति नै, धन्यवाद।